ल सबैजनालाई गुड मर्निङ। हामी चाहिँ अहिले हिजो बेलुका यता आएर बस्यौँ ब्ल्याक भिलेजमा। अनि यो ब्ल्याक भिलेजमा चाहिँ ठ्याक्कै ब्ल्याक भिलेजको सबै भ्यू देख्ने गरी चाहिँ ट्याक्कै एउटा माथिबाट एउटा ब्ल्याक भिलेजै भन्ने होटल रहेछ। अनि हामी चाहिँ यो होटलमा आएर बस्यौँ होइन। अनि एकदम बवाल भ्यू देख्छ यही होटल चाहिँ। यहाँ रुमहरू पनि टन्नै रहेछ, खाना पनि एकदम मिठो। हजुरहरू आउनुहुन्छ भने पनि यतै बस्दा अझै मैले चाहिँ बेस्ट देख्छु। अर्को कुरा चाहिँ यो होटलमा बसेर तल हेर्दा चाहिँ यो ब्ल्याक भिलेजको चाहिँ सबै भ्यूहरू टक्क देखिन्छ क्या। अनि यो भिलेजमा चाहिँ पहिला चाहिँ पुरै यो सबै छानोहरू चाहिँ कालो थियो अरे क्या। यो ढुङ्गा हो कि काठ हाल्थ्यो अरे। अनि सबैको छानो चाहिँ कालो भएर यसलाई चाहिँ ब्ल्याक भिलेज भनेर सुनिन्थ्यो। अझै म यहाँको स्थानीय दाइ हुनुहुन्छ, उहाँलाई सोधेर अब उहाँले के भन्नुहुन्छ त्यही अनुसार सुनाउँछु। म सबैभन्दा पहिला चाहिँ यहाँको होटल देखाउँछु तपाईँहरूलाई है। यहाँको रुमहरू नि एकदम राम्रो छ। यहाँ यस्तो छ रुमहरू बस्दा। यहाँ एट्याच रुमहरू पनि छ होइन। अब तपाईँहरूलाई जेमा बस्नु मन लाग्छ त्यसै बस्न पाइन्छ। अनि यस्तो छ है। म यताभित्र पनि देखाउँछु तपाईँहरूलाई। यो चाहिँ भित्र हो। अनि यहाँ चाहिँ यस्तो पुराना, यहाँ पहिला प्रयोग हुने पुराना धेरै पहिलादेखिका ठेकी। अनि यो यहाँको चाहिँ यस्तो पुरै सिङ सहितको छ होइन, हड्डी सहितको टाउको रहेछ यहाँको पुच्छरहरू। अनि यहाँ चाहिँ यो बस्ने डाइनिङ रुम हो। खानासाना खाने टक्क यहाँ यस्तो तातोमा बस्ने। अनि हाम्रो दाइ हुनुहुन्छ है, यहाँ दाइले चाहिँ यहाँको किचन सम्हाल्नु भएको छ। एकदम मिठो बनाएर खाउनु भयो दाइ खाना, धन्यवाद। सेटिस्फाइड विथ द सर्भिस। अनि यहाँको कम्फोर्टेबल छ सबै कुरा। होटल चाहिँ अब खासै अब त्यस्तो स्ट्यान्डर्ड होटल त होइन, जो यस्तो गाउँले पाराको अर्ग्यानिक खाना भनौँ न। यहाँ चाहिँ अब धेरै आइटम पाउने ठाउँ त होइन, तर अब ग्राहकले चाहेको कुराहरू पाउँछ। एकदम लोकल है हजुर, लोकल अब गुल्जुङको एकदम प्योर मार्सी रातो चामल, मार्सी भन्थ्यो, अब यहाँ चाहिँ रातो चामलै भन्छ। त्यसपछि गुल्जुङको प्योर मुस्रुको दाल, त्यो दुइटा चाहिँ जहिले पनि पाउँछ यहाँ। ब्ल्याक भिलेज रेसोर्ट होटल हो। अब यसमा धेरै सुधार गर्ने कोसिस गरिरहेको छु, अझै सुधार हुन्छ होला भने ल। हजुर आउनुभयो भने चाहिँ यो गदलाङको ब्ल्याक भिलेज भन्ने होटलमा आएर बस्दिनु। एकजना स्थानीय दाइ हुनुहुन्छ, स्थानीय दाइले चाहिँ अब यो यसको बारे अलिकति तपाईँलाई भन्नुहुन्छ। नमस्ते। नमस्ते। ल हजुरले चाहिँ अब यो ब्ल्याक भिलेजको बारेमा अलिकति हजुरले थाहा पाए अनुसार कुरा भनिदिनु होला। हजुर हुन्छ। अब ब्ल्याक भिलेज भनेको मतलब चाहिँ तपाईँको पहिला चाहिँ यो जस्ता सिमेन्ट केही चलन केही थिएन। खालि काठको फटा नै ओछ्याउने, काठ के अरे ढुङ्गाको घारा लगाएर काठको फटा ओछ्याएर काठको त्यो छाना नै लगाएको गाउँ हो। तर पछि यो भूकम्पको कारणले गर्दा अहिले चाहिँ तपाईँको कसैले अलिअलि ढलनहरू पनि भइरहेछ, कसैले यो जस्ताहरू पनि चाहिरहेछ। पहिलाको यो काठको छाना चाहिँ अलिअलि कम नै छ। तर त्यही पनि अहिले फेरि यो ब्ल्याक भिलेज भनेको चाहिँ राष्ट्रमै अहिले फ्रेस भएकोले गर्दा अहिले यो जस्ता पनि यो काठको छानाको रूपमा त्यही डिजाइन अनुसार छाउने कुरा भइरहेछ अहिले। अनि यहाँ चाहिँ तपाईँको अर्ग्यानिक ठाउँ, अनि जे खोजे नि नपाउने कुरा केही पनि छैन यहाँ। अलिकति पहिला हेर्दा अहिले बुझेकै भन्नुपर्दा पहिला त धेरै आवासको ठाउँ छ, अनि दुर्गम ठाउँ भएकोले गर्दा अनि यो चाहिँ अहिले चाहिँ धेरै खाँचो आवश्यकता चाहिँ छैन जस्तो लागिन्छ। अब जो आयो नि कन्ट्याक्टमा जहाँ आयो जे खोज्नु भयो त्यो अनुसारको चाहिँ पाउने नै कुरा छ। र त्यसको लागि तपाईँहरूलाई स्वागत छ, आउनु होला, खुल्ला छ। यहाँ जस बादल खुल्ला चाहिँ यतातिर हिमाल पनि देखिन्छ। अब गदलाङ भिलेजबाट हिँड्यौँ। अब आज हाम्रो कहाँ हुन्छ भाइ?
पार्वती कुण्ड दर्शन गर्छौँ। ओके। त्यो पछि अनि हामी त्यहाँबाट हामी सोमदाङ पुग्छौँ। त्यहाँ हामी अब त्यहाँ खाना खान्छौँ, त्यहाँ एकछिन बस्छौँ अनि त्यो पछि ल अब हामी यहाँ अब बाइकमा हिँड्छौँ अनि पार्वती कुण्डको भ्यू देखाएर अनि अब अगाडिको बाटोहरू अब जहाँ अलि राम्रो दृश्य छ त्यो त हामी क्याप्चर गरिहाल्छौँ, तपाईँहरूलाई पनि देखाइहाल्छौँ। ल हामी चाहिँ अहिले पार्वती कुण्ड आइपुगिसकेका छौँ। अब ट्याक्कै पार्वती कुण्ड आइपुग्यौँ। अब यहाँ बाइक रोक्छौँ अनि भित्र कस्तो छ हजुरलाई देखाउँछौँ। ल यहाँको चाहिँ यस्तो छ बाहिरको भ्यू। अब हामी भित्र पनि जान्छौँ। ल यो पार्वती कुण्डको गेट। अब हामी छिर्दैछौँ। ल पार्वती कुण्ड। ल अहिले चाहिँ हामी यो पार्वती कुण्डमा आएका छौँ है। यहाँ चाहिँ मलाई सबसे बेस्ट लागेको चाहिँ के भन्दाखेरिमा यति शान्त छ कि केही साउन्डै आएको छैन क्या। यो चराको साउन्ड अनि पानी यति क्लिन छ कि पुरै उताको जङ्गल चाहिँ पानीमा देखिरहेको छ क्या। एकदम रिफ्लेक्सन आइरहेको। अनि पहिला चाहिँ एकदम यो यस्तो बोजोले पुरै भरिएको थियो अरे, अनि अहिले चाहिँ अलिअलि झिकेर अलि राम्रो बनाएको छ। होइन भने चाहिँ पुरै पानीमा चाहिँ बोजो भरिएर पुरै पानी पनि देखिन्थेन। अनि हामी चाहिँ तलको त्यहाँ एकजना बाजेले भन्नुभयो अहिले चाहिँ यो हटाएर यतिको बनाएको छन् भन्ने छन्। तर एकदम शान्त रहेछ। ल यहाँ चाहिँ यसो क्याम्पिङ गरेर बस्नु पनि हुने खाले होइन। चराको आवाज छ क्या मस्तवाला, एकदम बवाल छ। ल हजुर पनि आउन सक्नुहुन्छ। Inside you, brighter than the skies. Hold on, just let us escape and fly away tonight. We have the world in our sight, and I know. Good morning from पार्वती कुण्ड रसुवा। हामी चाहिँ अब पार्वती कुण्ड एक्सप्लोर गरेर अब हामी सोमदाङतिर निस्किँदैछौँ। यहाँको यो पिसफुल इन्भाइरोमेन्टमा चाहिँ कुनै पनि नोइज छैन, एकदम पिस। हामीले एकदम अरू कुनै साउन्ड नै सुन्दैनौँ, जस्तो पानी सलल कलल बगेको, चराचुरुङ्गी कराइराखेको, एकदम पिसफुल इन्भाइरोमेन्ट। अब हामी निस्क्यौँ र मेरो चाहिँ अलिक घाँटी बसिया छ, त्यति धेरै बोल्नु भएको छैन। ल हामी चाहिँ पार्वती कुण्डबाट अगाडि बढ्यौँ। यहाँनिर चाहिँ एउटा बुद्धको स्ट्याचु बनाएको छ अनि यहाँ चाहिँ एउटा गुम्बा बनाइरहेको छ अरे ठुलो होइन। अब त्यो चाहिँ अहिले हामीले हेरेनौँ, अगाडि बढ्यौँ। यस बस्ने व्यवस्था चाहिँ होटेल छ क्या, ढुक्क भएर आउँदा हुन्छ है। एकदम बवाल छ। ल अहिलेसम्म चाहिँ हाम्रो यात्रा यति यादगार मजाको भइरहेछ कि अनि हामीलाई चाहिँ घाँटी दुइरहेको थियो। टक्क पार्वती कुण्डमा बोजो झिकेर बोजो खाएर अगाडि बढाएको छ।
हामी चाहिँ यस्तो ठाउँमा आइपुगेछौँ कि जहाँ चाहिँ यो 2072 सालभन्दा नि पहिला चाहिँ एउटा ठुलो आगो लागि भएर यहाँ चाहिँ पुरै रुखहरू जलेर होइन केही छैन क्या, सबै जलेर पुरै जलेको छ। यहाँ चाहिँ एउटा गोठ छ, हामी भाइ अशोक यहाँको बारे बुझ्दैछ। खाली यतिकै खाली केही नबोकी कति टाइम लाग्छ? For you, I'll go out of my हामी चाहिँ अहिले गोर्थिङ आइपुग्यौँ। हामी बिहानै गतलाङ यो चाहिँ तलबाट चाहिँ अझै राम्रो देखिएको थिएन, आगो लागि भएको होला। ल हेर्नुहोस् त, यो पुरै जङ्गल जलेर एउटा पात पनि छैन क्या। यो जलेको चाहिँ झन्डै 12 वर्ष जति भन्दा पनि बढी भइसक्यो। हेर्नु त, एउटा रुख पनि फेरि पलाएको छैन क्या। अब सम्झिनु न यहाँको हालत कस्तो आगो लागि भएको होला त्यो बेलामा। सोमदाङ भन्ने ठाउँ आइपुग्यौँ। हामी चाहिँ गतलाङबाट ट्याक्कै 8:40मा हिँडेको थियौँ। अहिले चाहिँ 11:40मा चाहिँ आइपुग्यो भने चाहिँ हामीलाई 3 घन्टा चाहिँ लागेछ। बाटो चाहिँ त्यति धेरै चाहिँ छैन, तर हामी चाहिँ बिचतिर चाहिँ धेरै अल्मल्यौँ। यहाँ अगाडि चाहिँ हामी खाना खान्छौँ, त्यो सोमदाङमा होटलहरू छ, त्यहाँ खाना खाएर अनि अब हेरौँ। ल हामी चाहिँ अहिले सोमदाङमा आइपुगेका छौँ। त्यो पारीको चाहिँ रसुवा जिल्ला हो, अहिले हामी भएको चाहिँ धादिङ जिल्ला हो। अनि भाइ हामी यहाँ म्यापमा कहाँनिर छौँ देखाइदियो त केटा। हामी अहिले टिप्लिङ भिलेज यो सोमदाङ यता यहाँ हो कि क्या हो? सोमदाङ भिलेज त्यहाँ हामी त्यहाँ छौँ। 3237 मिटरमा छौँ अहिले। हामी यतिको हाइटमा छौँ। पाङसाङ पुग्छौँ यहाँबाट। यहाँ पाङसाङ भनेपछि अब हामी 3850मा जान्छौँ। यहाँ चाहिँ यस्तो छ भिलेज। ल सोमदाङ हो, यहाँ चाहिँ कति 30-40 घर छ अरे भाइ। 30-40 घर छ अरे। अनि होमस्टेहरू रहेछ। अब हामी यहाँ खाना खाने खालि हिसाबले आएको थियौँ। अब यहाँ खाना खान्छौँ, नेक्स्ट रेस्ट गरेर। यहाँ चाहिँ नेटवर्कै छैन क्या, नयाँ एनसेल नयाँ एनटिसी केही छैन क्या। यस्तो ठाउँमा बस्नुको पनि छुट्टै आनन्द छ। भाइलाई अहिलेसम्म हिँड्दा बाटो कस्तो लाग्यो? बाटो एडभेन्चरस छ। समग्रमा हेर्दाखेरि बाटो जोस 70% ठिक छ, काहीँ चाहिँ एडभेन्चरस छ, अलि अप्ठ्यारो खाले। जोस बाइक ल्याउन जुन पनि ल्याउन सकिन्छ। अब अफ रोड बाइक भयो भने चाहिँ इजी भयो होइन। अरू बाइक छ भने अलिकति समस्या हुन्छ। अलिकति थकान बढी, ज्यान दुख्ने खाली समस्या आउँछ।
बाटोले साइडतिर छोडिसक्यो होइन यस्तो अफरोड छ कि कुरा नगर्नु यार सायद यस्तो बाटो त हामी फर्स्ट टाइमै हिँडेँ जस्तो लाग्नु थाल्थ्यो कोही ठाउँमा त रसुवा जिल्लामा आउँदाखेरि म कहीँ झर्न परेको थिएन क्या होइन भाइ अझै हामी परिआयो अर्को एकजना नै हालेर आउनु सक्छौँ त्यो धादिङतिर लगाएपछि म चाहिँ 2 पालि ओर्लिसकेँ अहिलेसम्म अब भर्खर चाहिँ धादिङतिर टेक्यो बाटो यस्तो खतम छ है यो चाहिँ अब किन हो यस्तो तर रसुवा जिल्लामा चाहिँ बाटो बवाल थियो ल एकदम एडभेन्चरस छ एकदम टफ सबरे टफ लेभलको एडभेन्चर एडभेन्चर रुचाउने मान्छेलाई राम्रो छ बाटो त 2 जना चाहिँ हालेर नआउनु सिङ्गल के अरे डट बाइक बोकेर आयो भने चाहिँ जस गोर्र हिँड्न मजै छ तर 2 जना आयो भने चाहिँ पछाडि बस्नेलाई चाहिँ अब अलि हिँड्न सक्ने मान्छे बोकेर आउनु ल अरू बाँकी भिडियो अब फोन समाउने कन्डिसन छैन मान्छेले समाउनु पनि छ त्यही भएर अब बाँकी भिडियो चाहिँ अलिक सही ठाउँ पुगेपछि हाल्छ यहाँ त चाहिँ बाटो एकदम खतरा भएर ठेल्दै आएको छौँ लास्ट थकै लागिसक्यो अब है बाटो खतरा ल हिँड्ने अलि अगाडि यस्तो छ बाटो ए बवाल छ बवाल ल हामी चाहिँ अब आउँदा यो पुरै बाटोमा स्नो नै देख्न थालिसक्यो है यति माथि आइसक्यो कि अब पुरा नगर ल हामी चाहिँ पाङसाङ आइपुग्यौँ 3850 मिटर आयो यहाँ चाहिँ भ्यू पोइन्ट त टपमा छ अरे त्यहाँ चाहिँ सबहरू सब देख्छ अरे ल अब हामी खुलेसी हेर्न ल हामी चाहिँ पाङसाङमा छौँ अहिले यो टप चढ्न आँटेछौँ आज हाम्रो बस यतै हो यता हिँड्दैछ है यस्तो दामी चिकन बनाइदिएको छ बस्ने होटेल त्यहाँ छ यस्तो बवाल छ कि होइन भ्यू यस्तो दामी छ कि कुरा नगर्नु जाडो चाहिँ खतरनाक छ तर